नसिकाउन बालेनलाई बेला जस्तो लाग्छ होला कि नसिकाउन पो हुन्छ है नसिकाउन अरू कुरा केही छैन पब्लिकको प्रोपर्टी किन लगेको हो त्यति हो अरू कुरा केही छैन अब पब्लिकले माग्न आउँछ यहाँ कुरा त्यति के हो तपाईँले भन्नु खोजेको तपाईँले किन लानु हो किन लानु हो पब्लिकले लिन आउँछ पब्लिक लिन आउँछ तपाईँलाई गोजीबाट खोजेर लाग्नु नमस्कार अभिवादन सुन्नु है हामी झडप गर्न पक्षमा छैनौँ हामी झडप गर्न आएका होइनौँ झडप गर्न आएकालाई रोक्न आएको हो झडप गर्न हामी छोड गर्दैनौँ नम्बर 1 नम्बर 2 धरान उपमहानगरपालिकालाई अनुशासित र मर्यादित ढङ्गले व्यवस्थित ढङ्गले सबैलाई समन्वय गरेर जोडेर अगाडि बढ्नका निम्ति नगर प्रमुखजीलाई बारम्बार भनिएको छ भनिरहनेछौँ धरानलाई नियमसम्मत ढङ्गले कानुनसम्मत ढङ्गले सबैको आत्मसम्मानलाई सम्मान गर्दै अगाडि बढाउनु हुनेछ भने पूर्ण विश्वास म अहिले पनि व्यक्त गर्दछु नगर प्रमुखजीका औषधबाट उहाँले भूमिका निर्वाह गर्नका निम्ति अपिल पनि गर्दछु र त्योभन्दा दायाँ माया गर्नुभयो भने हामी मान्नेवाला छैनौँ यही कुरा तपाईँहरूको माझमा राख्दै अहिले अब यो द्वन्द्व गर्ने लाइनतिर द्वन्द्व गर्नेतिर हामी जाने पक्षमा छैनौँ अहिले पनि यो कुरा तपाईँलाई जानकारी गराउँछ यसो बाहिर बस्दिनु होला कारणमा भन्नको निम्ति म सबैलाई आग्रह गर्छु हस् धन्यवाद झडपको स्थिति आएको छ यहाँनिर के भएको 81 झडप भएको छ जसरी मानको धरानको महानगरपालिका बाहिर चाहिँ प्रहरी 81 झडपको स्थिति आएको छ झडप भएको छ धरानको महानगरपालिका सामान्य रहँदा रहँदै 81 झडप भएको छ 81 झडप भएको छ दर्शक महानुभावहरू 81 झडप भएको छ स्थिति तनावपूर्ण भएको छ यहाँनिर धरानको महानगरपालिका सामान्य आइसकेपछि नगरपालिका उपमहानगरको गेट बाहिर सडक लफडा परिआएको एउटाले कसरी ल अब आजको हाम्रो सुरु हुन आँट्यो है अनि बेला
भेला हुँदैछ यसरी तलदेखि यहाँदेखि बनाउँदै 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 यसरी चाहिँ नि बनाउँदै 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 माथिसम्म पुऱ्याइसकेको अवस्था हो। अब आज त्यहाँदेखि माथि अब खास धेरै पनि छैन र यसरी काम भइराखेको छ र आजको श्रमदानको लागि अब हामी फेरि यहाँ भेला हुँदैछौँ। 2-4 जना हाम्रो दाजुभाइहरू आइसक्नु भएको छ। ल है साथीहरू रमाइलो हुने भो। अब आज पनि व्यापक रमाइलो है काम हुने हो, व्यापक रमाइलो काम हुने हो है। यस्तो छ चिज सबैजनालाई भन्न चाहन्छु र यस्तो छ चिज सबैजनालाई म यो भन्न चाहन्छु र यसरी हामी फुल फेजमा अब श्रमदानको लागि रेडी हुनुपर्छ। र यसरी काम गर्दाखेरि के फाइदा छ त भन्दाखेरि जनसहभागिता हुने बित्तिकै जनतालाई यो ड्रेनको माया लाग्ने भयो होइन। खै त्यो अर्को के अरे पुरानो डोजर आएको छैन हो। ल छिटो गरौँ ल। र यसरी यो चाहिँ के हुन्छ भने जनतालाई मेरो हो भन्ने लाग्छ क्या। सबभन्दा सुरुमा चाहिँ त्यो चिज हो, मेरो है यो भन्ने लाग्छ। अब यो धरान 10 को मान्छेको मात्रै नभएर अब विभिन्न ठाउँबाट आउने श्रमदाताहरूलाई माया लाग्छ यसको, यो चाहिँ मेरो हो भन्ने लाग्छ त्यो चिज। र यसरी अब आज पनि हाम्रो बृहत रूपमा हुने हो है, बृहत रूपमा हुने हो, बृहत रूपमा अब चाहिँ नि हुन्छ। र यसरी आइयाहो यो खालको। नमस्कार। ल अब हाम्रो भेला हुँदैछ है। सबै मिलेर अब खतरा खालको काम हामी गर्छौँ यहाँ। भुइँ ढलाई त उधोबाटै ल्याउँछौँ तलको ढलाई। त्यो ट्याङ्करमा पानी ल्याउनु पर्छ ल भाइ, धुनु पर्छ यो पहिला। यसरी काम हाम्रो हुन्छ साथी हो, काम हाम्रो हुन्छ है,
काम हाम्रो हुन्छ र सबैजनालाई म भन्न चाहन्छु श्रमदानमा जोडिनुहोस्। श्रमदान भन्ने बित्तिकै चाहिँ होइन यति म्यासिभ नमस्कार यति म्यासिभ विकास हो यो, फेरि यति फास्ट ट्र्याकमा हुने विकास हो कि यो नगरी चाहिँ नि हाम्रो देशमा उपाय नै छैन। मैले यहाँलाई भनिरहेको छु, बारम्बार भनिरहेको छु, देश बन्छ त सिर्फ अनुदानबाट बन्छ। विदेशी ऋण लिएर होइन ऋण काटेर ठेक्का लगाएर ठेकदारले बनाइदिन्छ, कमिसन खाएर बनाउनुपर्छ भन्ने खालको जुन परिपाटी छ त्यसको विरुद्धको एउटा आन्दोलन हो श्रमदान भन्ने है। आन्दोलन हो जुन आन्दोलनमा हामी कसैलाई मुर्दाबाद भन्दैनौँ होइन, तर काम गर्न सिकाउँछौँ, काम गर्न लगाउँछौँ। यसरी यहाँभित्र र यसरी हामीले काम गरिरहेका छौँ। मित्रहरू सबैजनालाई बुझ्नका लागि म अनुरोध गर्न चाहन्छु। नमस्कार छ र यसरी बुझ्नका लागि अनुरोध गर्न चाहन्छु र यसरी यो बनाइराखेको अवस्था छ। पर्दैन, आफै आउँछन् र यसरी हामीले काम गर्नुपर्छ र यो श्रमबाट निर्माण भएको है, श्रमदानबाट। ल हेर्नुहोस् ट्याक्कसँगले के खालको छ, ट्याक्कसँगले अलिकति यो अलिकति टचअप गर्नुपर्ने रहेछ। यहाँ मैले एउटा देखेँ किराको दाम छ लगाएको भन्नेहरू होला। यसरी हामीले व्यापक रूपमा काम गरेर बनाएका छौँ है। र यो अब सुरुङ जस्तो भइसक्यो, पुलो भनौँ न ठुलो खालको। र यसरी अत्यन्तै मजबुत तरिकाको रडवाला आरसिसी वाल सहितको बनाइएको छ। र आज चाहिँ गाला भइसकेको अवस्था छ, यो भित्रको गर्नुपर्नेछ। र यसरी मित्रहरू मैले भन्न चाहेको कुरा, श्रमदान नगरिकन देश बन्दैन।